मान्छेहरूलाई सिन्धुली गरेको फोटो खिच्ने चाहिँ यही हो। यता आएर फोटो खिच्छन्। आई लभ सिन्धुली अनि नेपालको नक्सा छ क्या यहाँ। खोइ यो पहिला जेल भन्थ्यो भन्नु त अब खोइ यस्तोमा मान्छेहरू निस्केर हिँडिहाल्छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय तब हाम्रो आइसकेको छ। जुस मिठो मिठो अङ्कलले बनाइदिनु भएको। विमानको पुलमा आइसक्यौँ। हामी विमानमा आइपुग्यौँ। यता चाहिँ बर्दिघाट जान्छ, यता सिन्धुली, यताबाट पनि यतैबाट, काठमाडौँ पनि यतैबाट। यता मात्रै बर्दिघाट जान्छ होइन। हामी जानुपर्ने यता सिन्धुलीतिर हो। स्पिड चेक गर्ने प्लस अब सबै चेक गर्नु रहेछ। दामी लाग्यो चाहिँ मलाई यहाँको। त्यही भएर म हिँड्दैछु यसले गर्दाखेरि। सो गाइज हेलो एन्ड वेलकम ब्याक टु आवर न्यू भिडियो। म यहाँ सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला। सो अहिले हामी आइसक्यौँ होइन। त्यहाँको तपाईँहरूले गेस गर्नु होला यदि यहीँको हुनुहुन्छ भने होइन। जस्ट हामी चाहिँ अहिले यहाँ जस्ट हामी यहाँ आइसकेको छु हेर्ने यहाँनिर। जस्ट हामी चाहिँ यहाँ सिन्धुली आइसक्यौँ होइन। सिन्धुली चाहिँ हामी किन आएको भन्दा हामी चाहिँ घुम्नलाई आएको यहाँनिर दाइहरूसँग होइन। अविदाई हुनुहुन्छ अनि यो के भन्छ अरे उज्जवल छ, यहाँ एविराज छ र निश्चल छ। हामी यहाँनिर जस्ट घुम्न लागेको अनि अहिले अब जस्ट हामी यहाँ होटेलमा आएर हामीले होटेलमा रुम लिएर बसेर पनि अब हामी सिन्धुलीगढी घुम्न जान आँटेको। जस्ट यहाँबाट कति 20 किलोमिटर कति किलोमिटर छ अरे। त्यही भएर अब आधी घन्टा 1 घन्टा लाग्छ किनकि घुमाउरो बाटो छ नि त। उतातिर पनि पानी पर्नु आँटेछ। सो अब हामी अब हाम्रो रुम चाहिँ यो होइन फर्स्ट फ्लोरको। तर चाबी लगाइसक्यो भाइले। सो अब हामी जान आँटेको अभि दादा, एविराज, उज्जवल यता हो। हाई हाई भनौँ न, हाई लु। अनि यता निश्चल छ। हामी अब जान आँटेको जस्तो बाइकमा। हामी आउँदाखेरि पनि 3जना 2जना गरेर आएको होइन। 2जना बस्ने ठाउँमा दिनु न। सो अब दादाले बाइक स्टार्ट गरिदिनुहुन्छ। हाम्रो दादाको एमटी होइन, यसमा चाहिँ अलिक गाह्रो नै छ बस्नुलाई पनि। लास्ट के अब हामी यहाँ 3जना अटिसकेको छौँ। हामी त्यत्रो कति 60-70 किलोमिटर घुमेर हामी 3जना बसेर आएको हामी चाहिँ। तर अहिले छ पछाडि कसरी सर्नु त अब। पछाडि बल गरेको हो। के हो माथिमा पानी पर्ला हुन आँटेको छ। तर अब के हुन्छ है हेर्दै गर्नु पनि। उहाँ गएर पानी पऱ्यो भने बिजोग हुन्छ लास्टै माथि त सिन्धुलीगढीमा त। तर ओत लाग्ने ठाउँहरू चाहिँ छ होला सायद। सिन्धुली बजारको एक नजारा यस्तो दामी छ नि। कताबाट जान्छ गाडी? विमान यताबाट पनि जान्छ विमान। काठमाडौँ जाने बाटो यता हो। पानी त ढुट्याउँछ होला दादा। हुन त केही पनि हुँदैन नि हामीलाई त जाडो चाहिँ हुन्छ नि त भरे फेरि।
यो भित्र यता हाम्रो गाडी बाइक पार्किङ गरिसके त्यहाँबाट भित्र प्रवेश गरेर हामीले 5वटा टिकट काटेको छौँ भने टिकट चाहिँ एउटाको टिकट 50 रुपियाँ रहेछ होइन सिन्धुलीगढी युद्ध सङ्ग्रहालय होइन जस्तो यहाँबाट पार्कहरू हामी घुम्छौँ होइन हामी तपाईँहरूलाई पनि घुमाउँछौँ आज त डह्रो घुम्नुपर्छ क्या यता सिद्ध बाबा भन्ने जामै जाउँ कता कता जाने हो तर म पहिला आएको क्या म एकचोटि यो मेरो दोस्रोचोटि होइन योभन्दा अघिल्लो पटक चाहिँ म कहिले आएको भन्दाखेरि सुरुमा कति पिकनिक हामी कति हुँदाखेरि पिकनिक आएको थियौँ यहाँनिर कहिले 2 वर्ष 3 वर्ष होला सायद म 10मा पढ्दाखेरि चाहिँ होइन 10मा पढ्दाखेरि पिकनिक आएको थिएँ हाम्रो भ्लग पनि त्यही नै हो यहीँबाट मेरो भ्लग स्टार्ट भएको मैले चाहिँ गरेको थिएन भाइले चाहिँ गरेको सुरुमा त्यो लाज लागेर मैले बनाएन अनि मैले भाइलाई बनाउनु दिएको थिएँ होइन यस्तो लाज लागेको थियो सुरुमा बनाउँदाखेरि सो त्यही भएर अनि आज चाहिँ अब त्यो लाज हटिसक्यो किनकि मैले धेरै बनाइसकेँ नि त भिडियो मेरो च्यानलको भिडियो नै मेरो फर्स्ट भिडियो नै यहीँकै छ तर मैले खासै त्यतिखेर त भिडियो पनि देखाएको थिएन होइन हो यहाँ चाहिँ अब दामी दामीहरूको भ्यू दामी देखाउँछु के छ हावा चढ्नु पाउँदैन रे यो चढ्नु पाइहाल्छ नि किन नपाउनु वहाँ जाउँ न त अघि हाम्रो आएको बाटो त्यही हो सो अब हामी फेरि फर्किसक्यौँ भने यहाँ माथिबाट घुमेर जस्तो अब यताबाट फेरि हामी माथि पृथ्वीनारायण शाह हेर्नु जानुपर्ने हुन्छ यही बेलाको फोटोको स्टाइल चाहिँ यही हो होइन यताबाट चाहिँ अब हाम्रो पृथ्वीनारायण शाह हेर्न जानुपर्ने छ नि त्यहाँ म्युजियम पनि छ हुन त्यहाँ होइन म्युजियम पनि हेर्नु जाने यहाँको हिस्टोरिकल चाहिँ मलाई अब केही पनि थाहा छैन यस्तो मेरो आश नगर्नु होला त्यो हिस्टोरिकल होइन किनकि म हिस्टोरिकल भन्ने बित्तिकै यस्तो केही चिज पनि आउँदैन क्या दिमागमा हुन त मलाई पहिला साथीहरूले सुनाउँछ अब सबैले सुनाउँदा सुनाएको होइन तर दिमागमा बस्दैन क्या त हिस्टोरिकल के हुन्छ यहाँ कति के हो के भनेर त्यही भएर थाहा नै छैन म त्यही भएर एक्सप्लेन पनि गर्नु मन लाग्दैन मलाई यो यस्तो हिस्टोरिकल प्लेसेस किनकि म आफू पऱ्यो स्टर्नहरू बरु साइकलको सोध्नुहोस् न साइकलको हरेक कुरा पार्ट्सहरू म भनिदिन्छु तर यस्तो हिस्टोरिकलको चाहिँ एक पनि सक्दिनँ किनकि मेरो त्यतापट्टि मेरो ध्यान छैन अनि सो त्यही भएर हो अब तपाईँहरू देखाउँछु तपाईँहरू हेर्दै अब हेरेरै चित्त गर्नु चित्तै बुझाउनु होला होइन अहिले त यहाँ यस्तो पनि बनाइसकेको छ हामी 4 वर्ष अगाडि 5 वर्ष अगाडि आउँदाखेरि यस्तो केही पनि बनाएको थिएन यस्तो यहाँ त जस्तै त हाम्रो यहाँ खेल्ने झोलुङ्गे टिम पनि छ यहाँनिर यहाँ हामी यहाँ चाहिँ खेल्नुपर्छ क्या यहाँ स्लाइड हान्ने के यहाँ त स्मार्टै जाने रहेछ जा त जान जा ओइ तँ राख्न त्यहाँ तँ राख्न तँ चाक गइहाल्छ आज पछाडि कहाँ त्यहाँनिर हो त त्यता यता 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 भनेको चाक जान्छ अहिले म अहिले ट्राई गरेको
गयो मेरो चाकै गयो गयो यो गयो यार मेरो यस्तो चाक ट्राई गर न के हुँदैन होइन कि यो भुइँमै हो क्या यहाँ आएपछि यहाँ ठ्याक्कै ड्रप हुने हो कि ए त्यो रहेछ हतो सायद त्यो चाहिँ राखेर होला खेल त म भयो मेरो चाक दुख्यो भने धेरै खेल्नु हुँदैन म अब टाइम छैन क्या सबैजनाले एकचोटि मात्र स्ट्यान्डर्डहरूको आड आउँदैन भन्छ त ल उज्जवल ल देखायो आफ्नो ठोकिँदैन क्या अड्किँदैन ठोकिँदैन के यो कसरी खेल्नु पर्ने भनेर त्यो चाहिँ थाहा भएन न यो चाहिँ त्यहाँ रहेछ ल जाम अब हामी यता घुम्न जाने बेलामा छौँ ट्राइङ टु प्लेइङ चाकल चुकुल अलिक ठोकाउनु क्या यहाँ यस्तो भएन दादाको वेट पुगेन बेला छिटो दिँदैन छोड्दै बुझ्दै ल जाम टाइम वेस्ट हाम्रो टाइम वेस्ट भयो अब अहिले त गाह्रो गर भन न गर ल जाम आउनु जाम हिस्टोरिकल हेर्नुलाई अब म तपाईँहरूलाई जस्ट यहाँ पहिलाको जेल देखाउँछ होइन पहिला कस्तो थियो भन्दाखेरि यहाँनिर यस्तो पहिला यहाँ केरीहरूलाई पुरै बाँधेर राख्छ खाल्टोमा यस्तो खाल्टो बनाएर त्यो जेल थियो क्या यो चाहिँ पहिला यस्तो लगाएको थिएन होइन अहिले लगाइसकेको छ जस्ट यो माथिबाट हेर्नुलाई पनि सजिलो क्या खोइ यो पहिला जेल भन्थ्यो भन्नु त अब खोइ यस्तोमा मान्छेहरू निस्केर हिँडिहाल्छ त्यसै भन्थ्यो यस्तो मलाई हिस्टोरिकल त्यही भएर थाहा छैन होइन के हो यहाँ सिस्नो किन लागेको छ भने थाहा छ सिस्नो किन लाग्यो यता छेउमा सिस्नो किन पाउँछ थाहा छ किनकि त्यो उयोहरू नआओस् भनेर क्या त्यो बाहिरको के भन्छ त्यो इनिमिजहरू दुश्मनहरू आएर नछिरोस् भनेरको कारणले गर्दा सिस्नो लाग्यो सिस्नो लाग्यो भने चाहिँ पोल्छ नि त त्यति चाहिँ मलाई थाहा छ है हिस्टोरिकलको बारे अरू कुरा नथाहा पाए पनि फोटो खिच्ने धेरै जस्तो मान्छे होला होइन सिङ्गली गरेको फोटो खिच्ने चाहिँ यही हो यता आएर फोटो खिच्छन् बन्द भइसक्यो म्युजियम त अब टाइमिङ सकिन आँट्यो हाम्रो त जस्ट 15 मिनट कि 25 मिनट आधी घन्टा मात्रै सिक्नु हेर्न पाउनेछ होइन घुम्नु पाउनेछ त्यही भएर सक्नु के भयो त सकिने रहेछ टाइम हामी अब यहाँभित्र चाहिँ घुमिसकेको यहाँ चाहिँ किनकि म्युजियम हो त्यसमा हाम्रो फोटो भिडियोहरू केही पनि खिच्न पाउँदैन अहिले चाहिँ हामी यहाँ जस्ट माथि ठुलो गाडी के हो कति कुदिरहेको छु उहाँ पाउँदैन लाली कुरा 90 तिनीतिर कति पाउँछ थाकिन्छ यहाँ आएको हिँड्दै जति कुदै नि कुदेको जस्तो देख्दैन
55वटा कि कतिवटा पो छ त यस्तो समाधान सकिँदैन यहाँ चाहिँ बन्दुकहरू तर्काउने गोली हान्ने ठाउँ होला यो यहाँ खेल्ने ठाउँ हो कि पछि जाने बेला के छ ए सिक्काहरू फाल्ने रहेछ किनकि त्यतिखेर 50 रुपियाँ कुनैले मानेर त इन्डियन पैसा पनि हालेको छ हाइस्ट भनेको 50 रुपियाँ रहेछ यहाँ त पैसा उठायो भने धेरै हुन्छ है 150 रुपियाँ मात्रै बेसी होला बरु हेर्नु न 1000 पुग्छ होला पुग्दैन 1000 कहाँ पुग्छ कति 1 2 छ र अनि कति त पापा 10 कति गर्दाखेरि कति हुन्छ 10 50 कति 10 5 ल 10 तैँले 5 भेटाइस् भने तैँले कति रुपियाँ पायो भने त लु 10 5 अनि 50 रुपियाँ त अनि भयो 10 के 10 अनि 50 100 200 त 20 पनि छ 300 400 मात्रै छ 50 त एउटा मात्रै छ त्यो पनि दुईटा मात्रै कहाँ 5 छ त्यो इन्डियन पैसा त्यही हो उहाँ अब जुन यो धन्दा फर्पनाएर यति नै हो यताको घुम्ने ठाउँ नै यति नै हो यहाँ अलिकति मात्रै देख्ने बाटो देख्दैन अहिले हामी आएको बाटो यही होइन सर त्यहाँबाट यस्तो जानु सिन्धुली झन्डा चाहिँ खतरा फर्फराएछ क्या मा सो अब हामी झर्दैछौँ माथि हेरिसक्यौँ होइन झर्नु भने फेरि झर्नु चाहिँ जोस् मजै आउँछ कतिवटा छ मैले गरिनँ 55वटा छ जस्तो बाहिर कतिवटा छ त्यहाँ उभिराख्नु भएको छैन हाम्रो बाहिर निस्किसक्यौँ होइन त्यहाँ घुमेर सबै घुमेर अनि अब चाहिँ हामी रुम जाने बेलामा छौँ किन अब त्यहाँनिर भनेको टाइम हाम्रो लिमिट त्यहाँ टाइम लिमिट रहेछ क्या 10 बजीदेखिको त्यस्तै 5 बजीसम्म रहेछ 10 बजीदेखि 7 बजी बिहानको 7 बजीदेखिको 5 बजीसम्म मात्रै टाइम रहेछ हामी चाहिँ अब त्यस्तै टाइम नभएर हामी चाहिँ 4:30 बजे आइपुग्यौँ अनि त्यस्तै आधी घन्टा चाहिँ घुम्यो होइन अलिअलि घुम्न पायो त्यति नै खुसी मानौँ सो तपाईँहरू कतै आउनुहुन्छ भने यहाँनिर चाहिँ अलिक छिटै आएर आउनु होला किनकि यहाँ त टाइम समाप्त हुन्छ रहेछ हरेक हप्ताको अन्तिम बुधबार चाहिँ बन्द हुने रहेछ यहाँ किनकि यहाँनिर अब केही त होला सो आज हाम्रो जाने बेलामा छौँ अहिले रुम गएपछि तपाईँहरूलाई भेटौँ न बाई यही बसेको सेल्फी डाँडामा सो अब हामी यहाँ सेल्फी डाँडा आइसक्यौँ होइन कत्रो कुकुर जबडा बाघभन्दा ठुलो छ दुईजना चाहिँ अघि नै अगाडि आएर बसिसक्यो
परबाट हेऱ्यो भने यहाँ यहीँबाट मोबाइलबाट पनि देखिने रहेछ आई लभ सिन्धुली अनि नेपालको नक्सा छ क्या यहाँ नजिकबाट हेऱ्यो भने देख्दैन नि त होइन टाढाबाट हेर्नु आई लभ सिन्धुली लेखेछ के हो जुस तरिका सब हाम्रो आइसकेको छ जुस मिठो मिठो अङ्कलले बनाइदिनु भएको पानिदिन्छ दादा एउटा जुस खामै खाम कस्तो छ स्वादिष्ट बिरे नुन पनि हालेको दादा कस्तो लाग्यो सो अब हामी यहाँ खाना खाने बेला भइसक्यौँ होइन यहाँनिर यहाँ चाहिँ हाम्रो यहाँ पोर्क यो सबै पोर्कको मासु होइन यता चाहिँ चिकन होला यहाँ पनि चिकन होइन ऊ पनि सायद चिकनै हो उनीहरू दुईजना दुईजना चिकन हामी तिनजना पोर्क ए पोर्कै रहेछ यार सरी यार माई मिस्टेक्स सो अब हामी खानालाई स्टार्ट गर्दैछौँ हाम्रो यो कचरो खालको बुढको भात चाहिँ मलाई लास्टै मिठो लाग्छ